एउटा व्यापारी भइसकेपछि बिहानै उठ्नुपर्ने र आफ्नो दैनिकी सुरु गर्न परिहालेँ। म बिहानै सबेरै सधैँ 4:30 कि 5 बजी उठेँ र त्यही हो बिहानको नित्यक्रम। अनि झाडु पोछा पानी चार्ने काम गरेँ। मलाई यो फुलहरू साह्रै मनपर्छ। आफ्नो त्यो गमला साह्रै राम्रो देख्छु। ढोकासोका सबै राम्ररी खोल्नतिर लागेँ र ढोका खोलिसकेपछि अब म झाडु पोछा त हल्का गरिसकेको छु। अब टेबलहरू पुस्न लागेँ। टेबलहरू पुसिसकेपछि म अब चपिङतिर लाग्नु पर्यो भनेर भाँडा खोजेँ र भाँडा खोजेर मैले अब आलु र प्याज निकालेँ। आलु र प्याज लिएर अब काट्न थालेँ। आलु र प्याज काटिसकेँ। यो अब मैले तरकारीको लागि काट्दैछु र मेरी बुढी अब बिहानै आज तुलसीको बिउ राख्ने दिन अथवा भनौँ एकादशी र मेरो छोराको जन्मदिन पनि नुहाइधुवाइ गरिन् र पूजापाठ पनि गरिन्। तरकारीहरू काटिसकेपछि म अब तरकारी बसाल्न लागेँ। लौका र आलु त्यहीमा चना हालेको तरकारी पकाउँदैछु। र मेरो बुढीले हिजै गावा टिपेर ल्याएकी थिइन्, त्यो बिन्दै छिन्। त्यो पिनेर धोएर उनले चाहिँ गावा पकाउँछिन्, मैले चाहिँ तरकारी अब पकाइसक्न लाग्छु। र यहाँ साउजीले फेरि सरले फेरि बडी तरकारी ल्याइदिनु भएको थियो। साँझ त्यो बडी पकाउने छौँ। र आज बल्ल अब छोरा उठ्यो, उसलाई टिका लगाइदिउँ। छोराको ह्याप्पी बर्थडे टु यु छोरा। बुढीले गावा पकाइन् र मैले भेन्डी काटेर भेन्डी पनि भुटेँ। र 8 बजिसकेको थियो। सब गर्दा गर्दै र भोक लागेर नास्ता खाएँ, दही चिउरा। हामी सधैँ बुढाबुढी मिलेरै खाना पकाउने गर्छ र धेरै जस्तो पकाउने काम त बुढीकै हुन्छ। र खाना खाने मान्छे पनि 8:30 बजे आइसक्नुहुन्छ, किनकि 9 बजे कार्यालय छ र कार्यालय समयमा पुग्नुपर्ने भएकाले खाना पहिल्यै दिइहाल्छ। र मान्य सदस्यहरू वा माननीयजीहरू सांसद प्रदेशको सांसदहरू पनि यहाँ हुनुहुन्छ। यहाँहरूले चाहिँ चिया खानुभयो, खाना पछि खाने रे। र सबैले खाना खाइसकेपछि 12-1 बजे भाँडा धोयौँ र सिलिन्डर पनि हाफ पाइने भएको हुनाले अब म 10 दिनमै फेरि भर्न गइरहेको छु। र यो थियो मेरो आजको बिहानी। मेरो दैनिकी बिहानी यसरी नै बित्छ।